यता दिदी चाहिँ धेरै पछि धरान आउनु भएछ। यता साथीसँग भेट गरेर आज चाहिँ घुमघाम गर्नु ओसो पार्कतिर अलिअलि बोल्दै बिचबिचमा। साइली दिदी यता हुनुहुन्छ। म चाहिँ वन्दनाको दिदी। आज हामी यसो माइन्ड फ्रेस गर्नु घुम्न आएको होइन। पुरानो हेर्नु कस्तो राम्रो बनाएको। हेलो एभ्रिवान, फेरि पनि तपाईँहरूले मेरो भ्लगमा स्वागत छ। आज चाहिँ म दिदीहरूसँग घुम्न जाँदैछु। साइली दिदी हुनुहुन्छ अनि अरू दिदीहरू पनि आउनु भएको छ। उहाँहरूसँगै आज चाहिँ हामी घुम्न जाने। त अहिले चाहिँ म घरमा रेडी भएर बसिसकेको छु। अब चाहिँ म दिदीकोमा जाने माथि। त्यहाँ सबै दिदीहरू भेला भएर अटोमा जाने, ओसो पार्कतिर घुम्न जाने हो। के कस्तो अहिले नयाँ बनाएको रहेछ यसो हेरेर आउने। नगएको धेरै भइसक्यो। खास भिडियोले अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अहिले चाहिँ म दिदीकोतिर लागियो दिदीकोतिर एक्लै। यहाँदेखि 5-6 मिनट लाग्छ। फाइनल्ली म चाहिँ दिदीको घरमा आइसकेँ। त अब रेडी हुँदै हुनुहुन्छ, सकेर जाने हामी। ल लाग्यौँ है। अब हामी चाहिँ दिदीहरू अगाडि हुनुहुन्छ, दिदी हुनुहुन्छ। हामी अटोमा चढ्न लाग्यौँ है त। अब अहिले हामी अटोमा जाँदैछौँ ओसो पार्क होइन। ओसो पार्कतिर यता दिदी चाहिँ धेरै पछि धरान आउनु भएछ। यता साथीसँग भेट गरेर आज चाहिँ घुमघाम गर्नु ओसो पार्कतिर जाँदैछौँ हामी। ल हामी चाहिँ ठाउँमा आइसक्यौँ है। अब यतिकै देखाउनु हो। आज खासै मान्छेहरू रहेनछ। यस्तो छ यहाँ चाहिँ। कस्तो राम्रो पानी निस्केछ। फुलहरू कति राम्रो रहेछ भाइ। पर्छ एकछिनमा। अब हामी उता लाग्यौँ। आरा काटेको त छ नि त्यसमा। खडा नि लागौँ है, लागौँ ल। कति बनाउनु बाँकी नै रहेछ अझै। राम राम राम। ढिलो भयो नि त नि। कस्तो राम्रो। वाउ, हामी चाहिँ भित्र लागिसक्यौँ टिकट काटेर। अब कस्तो राम्रो फुल। वाउ, आउनु है त। आफै आफै अब सबैजना है त। दिदीहरू उता आउँदै हुनुहुन्छ आफ्नै आफ्नै तालमा। सबैजना भिडियो आफै आफै बनाउने यस्तै छ है। ल त पहिलाभन्दा धेरै राम्रो बनाएर रहेछ भाइ अहिले त। कस्तो राम्रो अझै बनाइरहेछ।
यहाँदेखि मास्टर जान्दिनँ कता ट्रेन यसो कहाँदेखि जाने हो ए बिस्तारै जानुहोस् अब बिस्तारै काम हुँदैछ बिस्तारै जानु भनेको अब यहाँ काम हुँदै रहेछ बिस्तारै जाने त होला नि काम हुँदैछ कि बाटो बनाएको के खोइ बिके म गएँ खिचेमा ओकर भेजमा हाँ स्लो मोसन त पागल जान्छ हाँ स्लो मोसन त पागल है बाटो कता लो आमकोट यहाँ भन्नु न मलाई यो महाराज खाए के बनाएर रहेछ मेरो जस्तै गुड गुड हेर्नै ल सिधा ओ यताबाट जान्छ कि के मास्टर हो त्यही बाटो हुँदै जाने होला ल यहाँ यस्तो छ नानी नानी त्यो सुन्नु हुँदैन त्यो बोल्दै ब्लग गरेको अलिअलि बोल्दै बिचबिचमा साइली दिदी यता हुनुहुन्छ म चाहिँ वन्दनाको दिदी आज हामी यसो माइन्ड फ्रेस गर्नु घुम्न आएको होइन अन्त कति रुममा बस्ने भन्ने रहेछ घुम्न आएको त्यही त रमाइलो भइरहेछ भनौँ रोपेको केराहरू यस्तो भयो नि ओ केरामाथि लु फोटो खिच्ने कि ल केरा फलेछ पनि उफ कति धेरै के भन्नुपर्ने आएन केरा के पो श्रम संस्कृति पार्कमा रोपिएको केरा चाहिँ फलेर के से हुआ केमा पो मलाई त गर्मी भयो राम्रो राम्रो बनाउँदै रहेछ यता के सयपत्री फुलहरू यहाँ फुल्दैछ कस्तो राम्रो वाउ माछा ल हामी चाहिँ आएर धरानमा आइपुग्यौँ अब फर्किन तयारी मेरो बसन्त त्यो भेडा कोही टिकटक बनाउन बिजी कोही बसिरहेछ कोही उता खिचिरहेछ अनुहार अलिकति देखा त हो देख्यो वाउ यहाँ चाहिँ कस्तो राम्रो रहेछ बनाएको खै स्मृतिमा सब बनाएको यहाँ तल पनि छ अब चाहिँ हामी फर्किन लागेको रात पनि परिसक्यो पुरानो हो हेर्नु कस्तो राम्रो बनाएको यसले कति हँस यता सिधा हुनु यता सिधा यता अलि हामी गेट बाहिर अब निस्किन लागेको फेरि पनि आउँदै गर्नु होला तपाईँहरूको यात्रा शुभ रहोस् ल अब हामी निस्क्यौँ सबैजना हामी चाहिँ फर्किन लागेको अब यताभित्र नपसिकन किनभने ढिलो भइसक्यो 6 बज्न लाग्यो अब हामी सरर जाने कस्तो राम्रो तल पनि छ नि घुम्ने ठाउँहरू ल ल ल
ए भित्रको हामी अहिले बाटोमा फर्किँदैछौँ अटो यहीँदेखि होइन हेलो अटोको स्ट्यान्ड ए म काम फोन गर्दै दि लु अब यता दिदीहरूको फोटो भएन भिडियो नि भएन अरे नेट चलेन लु है कता हो म त तलै त्यसम्मै जानु पर्यो होला नि रुमदेखि ओयापट्टिसम्म नि हाम्रो रुमसम्म जानु कहाँसम्म रे म कहाँसम्म जाने निकालो लाउँछु कता त्यहाँसम्म जान्छु म कता छु म कहाँ बस्ने हुँ को अगाडि बस्ने खाना नि जो पनि जस्तो नि हुन्छ अगाडि झर्नुपर्छ होला नि तल फेरि अब पछाडिपट्टि बालिका मोडको होइन यस्तो डल्लो गेट के स्टेडियमको डल्लो गेट छ नि हामीसँग एउटा ठाउँमा झर्ने नि ल है गाई छोरो हामी चाहिँ पुरा घुमेर नि फर्किसक्यौँ अब एकछिन घुम्नु भनेको रात परिसक्यो के गर्नु बेला बेला आइयो अनि त्यही भएर चाहिँ हामी घर लागेको अब अर्कोचोटि चाहिँ आउनुपर्छ अब अर्कोचोटि बिहान आउनु पर्यो बिहान आएर मजाले घुम्नुपर्छ कतिवटा उयोहरू छ मेरो छोरीको सपना पुरा भएन बिचरा अधुरै भयो है सपना अधुरै भयो फाइनल्ली म चाहिँ अटोदेखि झरेर घर आइपुग्न लागेको है त अब घर जाँदैछु म घुमियो आज तर टाइमले भ्याएन ढिलो भयो सबै ठाउँमा घुम्न पाएन कुनै दिन अब ल म चाहिँ घर आइपुगेँ अब है फाइनल्ली घर आइपुग्यो ल आजको भिडियो यति नै तपाईँहरूले मेरो भिडियो कस्तो लाग्छ कृपया अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला है त साथै सब्सक्राइब पनि गरिदिनु लाइक कमेन्ट है बाई बाई